यो के अरे नेपाल छोडेको आज कति म्याक्सिमम् 8 दिन भयो है दिदीमा आएको 8-9 दिन भयो तर के अरे भाँडा मस्काएर भाँडा पखाल्दाखेरि चाहिँ पानीको कति लोभ लाग्ने हो हे भगवान् पानीको बिलै लखटाएर जस्तो धेरै ठुलो पानी खोल्नै डर लाग्छ यार मलाई के भए होला मतलब सानो धारा खोलेर पानी गर्न मन लाग्छ यहाँनिर ठुलो खोला नि साडी भन्नुहुन्छ आफूलाई माया आउँछ पानीले धेरै गऱ्यो भनेर क्या लाइक हुन्छ नि पानी बचत गर्नुपर्छ भन्ने सेन्स पहिला हुन्थ्यो नि त पानीको बिल कति आयो भनेर फिल हुन्थ्यो नि त अनि त्यहाँबाट तुरु खोल्दा खोल्दा तिरेर कता गयो यता देखाइदिनु त दिदी यसरी यत्रो खोल्दा त वाप्रो कति पानी गयो जस्तै फिल हुने कि पहिले पानीको बिल आउँछ भनेर क्या यत्रो बेरसम्म मसँग बोलिरहेको छोडे पनि मान्छेको ह्याबिट चाहिँ नजाने भनेर चाहिँ पानी धेरै खोल्नु चाहिँ डर लाग्ने कि मलाई चाहिँ तुरुक खोल्नलाई मन लाग्ने क्या के गर्ने है मेरो बहिनी कुकुरले भाडा धोइरहेछ के अरे बिजुली चम्किँदा डराएको कुकुर चाहिँ औल्ठोले हानेको कुकुर बिजुली चम्किँदा डराउँछ भने जस्तै म पनि त्यही भइसकेँ गाइस दिस इज माई डिस वासर एन्ड आई एम भेरी स्लोइङ वाटर ए भयो यार अलिक खोल्न यार त्यो त भाडा धोको मैले जस्ट भनेको कि फर इक्जाम्पल त्यस्तो हुँदो रहेछ भन्नु चाहिँ जाँदा पनि नगयो जस्तो लाग्ने भाडा पहिला भाडा धुनुभन्दा अगाडि भाडा धोको भाडा निकालेर मात्रै अनि बल्ल भाडा धुनलाई स्टार्ट गर्छन् आजको छुट्टीमा खसीको मजा खाना पकाउँदै सोध्दै त्यो कार्डको लागि पनि एकैचोटि उ गर्नुपर्छ है दिदी कार्डको लागि एकैचोटि एप्लाई गर्नुपर्छ कि एकैचोटि एप्लाई गर्छ तपाईँ र मेरो त्यो त गर्नै पर्दैन नि अनि मोबाइल नै हुन्छ त नि ए भगवान् ए दिदी पहिला त मासु भुट्ने हो नि अनि मासु भुटेर अनि प्याज हाल्ने न के गर्नुपर्ने धुनुपर्ने भिजाउनु पर्दैन खसीको मासु कहाँ भिजाउँछ धोयो भने त स्वाद गइहाल्यो नि गाइस प्याज काट्दाखेरि मलाई अघि फुच्चेसँग कुरा गर्दा रुन आइसकेको थियो त्यही भएर मैले राखिदिएँ आफ्नो छोरो भर्खर लाउँ खाउँ भन्नेवाला भए आफू पनि यहाँनिर विदेशमा तरुनी भइया के गर्नु अब दुःखले रोएर बसौँ भने पनि अब के गर्ने आफू रोएर नि के गर्नु बलियो हुनुपर्छ भन्ने हुन्छ है के गर्नु रुन नि कति रुनु कि रुँदा आँसु सुकिसक्छ बरु हाँसी खुसी बस्ने हो आफ्नो छोरालाई हेर्ने हो म त त्यही हो यार मान्छे जसुकैले जेसुकै भनोस् यो मान्छेलाई आमालाई कति माया पनि नलाग्यो हो यो मान्छेको मन कति नरवा भन्छ रुन त कसलाई मन लाग्दैन र तर पनि मेरोमा त्यस्तो ब्याड कमेन्टहरू आउँदैन म त्यस्तो हाल्दिनँ त्यही भएर आउँदैन होइन त के गर्नु त लाइफको जर्नी नै यस्तो रहेछ है म र मेरो छोराको साथ
धेरै लेख्या रहेनछ कि छुट्टी नै लेख्या रहेछ कि अब एकैचोटि 2 वर्षपछि भेट हुँदा त मेरो बाबुसँग त्यतिखेर त मेरो पुच्ची कत्रो भइसक्छ त्यस्तै हो विदेशी हो लेखियो कर्मैमा जहाँ गए नि खै के भन्थेको नि त्यसपछिबाट थाहा छैन हिउँ त होइन फक्रेको डङ्गुरा माया बस्यो अमिलो अङ्गुरा भने जस्तै हो कि हङकङ आइडी त होइन गल्फ आइडीले चाहिँ गाह्रो पार्यो गाह्रो चाहिँ भएको छैन मलाई होइन तर थोरै चाहिँ भएको धेरै चाहिँ होइन अब के गर्ने होइन एभ्रिबडी जस्तो हुँदैन म तपाईँ जस्तो हुन सक्दिनँ तपाईँ म जस्तो हुन सक्दैन भने जस्तै हो जिन्दगीमा यो दुइटै मासुलाई हो दिदी सुन दादी यो दुइटै मासुलाई हो हाम्रो अन्तिले केलाई नखा होला है खसीको मासु कस्तो आँखा पिरो भयो के रे खसीको मासु काटेको गाइस नलीको चक्कु चाहिँ लाग्ने रहेछ के गर्नु यहाँ त फ्रोजन गर्दै खाँदै हो गाइस घरको जस्तो हुँदैन फ्रेस कोचक काटेर लखरक लगाएर पकाउनु के मुखमा आएको यो खालि त्यही भन्न आउँछ यार बाजे पनि पर्छ होला हौ मैले काटेको दिएँ मैले यो हड्डी चाहिँ यत्तिकै हालेँ यो हड्डी चाहिँ मै खान्छु अब काट्न सकेन मैले छुट्टी धन्न बुढीले छुट्टी नै दिँदैन भने डर लाग्यो छुट्टी दियो फेरि यो हप्ता मात्रै त दिएको होला मलाई है दिदी यो हप्ता खाना पाक्यो दाइलाई खाइल कति अर्काको मात्र मेनिक्योर गर्नु कहिले काहीँ त आफ्नो भेनाको नि हातको मेनिक्योर गर्नु भेट न कहाँ त उता अनि कस्टमर गिनेर मेरो भेना लाग्छ नाटक गर्छ
कसलाई देखाउनु पनि तल नदेखाउनु हेर अहिले यहाँ आउँ गयो भने फेरि हेर्नु मेडिकेट फेडिकेट सर्भिस मेरो भएन Good night. Good night. Hello. Good night. आजको छुट्टी सक्यो ट्याप लाएर